हेलो साथीहरू, गुड मर्निङ। तपाईँहरू सन्चै हुनुहुन्छ? म त सन्चै छु। आज चाहिँ यो सल्लाहको कुखुरा र हाँसलाई बिस्तारा डस्न, मान्छेको डस्न जस्तै उनीहरूको पनि हो डस्ना है। अनि यसलाई चाहिँ बटुल्नुलाई चाहिँ अलि समस्या टकटकाएर अनि बोरामा खाँदेर लगेर यसलाई चाहिँ गरेर राख्ने, स्टोर गरेर राख्ने, सुकाउएर। अनि यहाँ पर मेरो बहिनी हुनुहुन्छ, मलाई हेल्प गर्न आउनुभएको, धेरै माया गर्नुहुन्छ मलाई भने चाहिँ। अनि आऊ बहिनी भनेको, अनि आउनुभएछ। अलि सन्चो छैन बिचरा, त्यही पनि आउनुभयो। ल है साथी हो, तपाईँहरूको पनि यस्तो सल्लाहको नजिकमा पातहरू पाइन्छ भने बटुलेर राख्नुहोला। पानी पर्दाखेरि उनीहरूलाई ओछ्याउने बिस्तारा लगाइदिनु पर्छ है। अनि पहिला चाहिँ हामी त्यो धानको मिलबाट भुस ल्याउँथ्यो, धानको भुस बोराको 200-250 भन्ने, त्यही पनि आफैले खाँद्नु पर्ने, उनीहरूले पनि नखादिदिने, अट्दै नअट्ने, धेरै नजानी, पैसा तिर्नु पर्थ्यो। अहिले चाहिँ पैसा तिर्नु पर्दैन, अलिकति मेहनत चाहिँ गर्नुपर्छ, जङ्गलमा खोज्नुपर्छ। अनि त्यसपछि जङ्गलको यो पत्करहरू, अनि यो चाहिँ असाध्यै तातो हुँदो रहेछ, सुकाएर चाहिँ राख्नुपर्छ है साथीहरू है। यस्तरी सुकाएर चाहिँ अलि पैसाको बचत गर्नुहोस्। कुखुरा र हाँसको ओछ्यान मेरो चाहिँ यो डस्ना है साथी हो। यस्तै हो, दुःख त के रमाइलो भइरहेछ। मेरो बहिनीले सघाउनु भएको छ, अनि त्यसैले उहाँ चाहिँ धम्माधम बटुल्दै हुनुहुन्छ, हेर्नु कति जाँगर गरेर। मैले चाहिँ यहाँ अलि मासतिरको झार्छु भनेर चढ्दैछु, खुट्टा दुखिरहेछ, त्यही पनि यसरी तान्ने सबै आउँदो रहेछ। तल बटुल्ने, अनि टकटकाएर बोरामा खाने। ठुलो ठुलो बोरा लिएको छु, 3-4वटा। अनि आज 3-4वटा, भोलि 3-4वटा लग्ने, टकटकाएर सुकाएर स्टोर गरेर राखिदिने। यो पछि त पाइँदैन नि, फेरि सबै मक्किएर जान्छ यहीँ होइन। कुखुराको डस्ना है। हस् त साथी हो, यस्तै हो। मलाई त थाहा थिएन, त्यही बहिनीले पो। अनि गोर्खातिर त बुङ्गुरलाई नि, गाई बस्तुलाई नि यही सल्लाहको पो बटुल्दो रहेछ दिदी। भुस त होइन, कामला भन्दा नै अब पैसा पनि धेरै पर्ने, अनि धेरै स्टोर गरेर राख्न नमिल्ने। यो चाहिँ अब सुकाएर मजाले डोरीमा कसेर, नभए बोरा ठुल्ठुलो भए खाँदेर राख्ने, तर लगेर चाहिँ सुकाउने, टकटकाउने, सुकाउने है। त्यसो गर्नुहोस् है साथी हो, यस्तै हो। ताराको भ्लग पनि यसो हेरेर माया गर्नु होला, लाइक कमेन्ट पनि गर्नु होला। के दुःख पाएको भनेर भन्ला, फेरि नभन्नुहोस् है। दिनभरि त्यत्तिकै बसिरहनु भन्दा त होइन। भन्ने कुरो कुखुरा छन् यसो 15-20वटा, हाँस छ 10-8वटा, त्यस्तै छ। अनि उनीहरूको खोरमा ओछ्याइदिन्छु, ओछ्याएको पनि छु, अलि धेरै लगेर राख्ने भनेर चाहिँ यसो भ्लग पनि बनाइहिँडेको है। हस् त हजुर, हेर्छ होला, म अहिले फोन गर्छु। हस् हस्, अब चाहिँ लगेर सुकाएर यसलाई स्टोर गरेर राख्छु है साथी हो। ल त हजुर, अनि तपाईँलाई गाह्रो त भएन नि बहिनी?
म यहाँ माथिबाट झार्छु भनेको एकैचोटि है। यहाँ माथि धेरै छ ऊ आम्मै। ल यो अहिले चाहिँ यतिखेर चाहिँ सब बटुलेर राख्यो भने अलिक पानी पनि परेको छैन, धेरै भिजेको बेलामा त बटुल्नु पनि धेरै गाह्रै हुन्छ होला जस्तो लाग्छ है साथी हो। हस् त बाई बाई बाई।